हरे कृष्ण। आज म राजविराज जाँदैछु यो बसमा चढेर। अनि हेर्न सक्नुहुन्छ रथयात्रामा जगन्नाथ स्वामी नयन पथगामी जगन्नाथ स्वामी नयन पथगामी फाइनली हामी आइसक्यो राजविराज। अब धर्मशाला जाँदैछौँ। यहाँ प्रसाद लिन्छौँ हामी अनि त्यसपछि रथयात्रा जानको लागि रेडी भइहाल्छौँ। सबै भक्तहरू बसिहाल्नु भएको छ प्रसाद लिनको लागि। माताजीहरूलाई हेर्नु बस्नु भएको छ। प्रसाद अहिलेसम्म आएको छैन। यति मिठो हुन्छ प्रसाद, रथयात्राको कुरै छोडिदिनु। हाम्रो इस्कॉनकै प्रसाद एकदम बब्बाल मिठो हुन्छ। अब तिलक लगाइरहेछ। माताजीले तिलक लगाइरहनु भएको छ। तिलक लगाएर अनि त्यसपछि हामी तिलक लगाउँछौँ। अनि गोपी डट पनि लगाउँछु। यो त तिलक हो। तिलक लगाएर रथयात्राको रेडी भइहाले। प्रभुजीहरूलाई हेर्नु करताल ढोलक सबै बजाइरहेछ मजाले। रथ पनि रेडी भइसकेको छ। हेर्न सक्नुहुन्छ तपाईँ। यहाँ रथ पुलिसहरू पनि आएको छ रथयात्रामा। भिडसिरको कारण केही हल्ला दबाङ नभइहालोस् त्यसैले। रथ हेर्नु कति मजाले रेडी गरेको छ। रथलाई एकदम सजाएको छ। जगन्नाथ बलदेव सुभद्रा मैयालाई। अब रस्सी तान्नुपर्छ रथयात्राको लागि। रथलाई तान्नुपर्छ यस्तो यस्तो मोटो मोटो डोरीले। भक्तहरूलाई हेर्नु कस्तो मजाले रेडी भइसकेको छ रथ तान्नको लागि। अब निस्किनेवाला छ रथ। हरे कृष्ण। माताजीलाई हेर्नु कस्तो मजाले नाच्नुहुन्छ भगवानको लागि। स्पेशल जगन्नाथ बलदेव सुभद्रा मैयाको लागि हो यो रथ यात्रा। झाडु पनि लगाउनु पर्छ रथयात्रामा। प्रभुजीहरूलाई हेर्नु प्रभुजीले मजाले एकदम नाचिरहनु भएको छ। हरे कृष्ण। अब म पनि नाच्न गइहाल्छु। माताजीहरू सबै यसको डान्स गर्दै हुनुहुन्छ। इस्कॉनमा यस्तै मजाले सबैजना मिलेर यस्तै नाच्नुपर्छ। यस्तै नाच्नुहुन्छ इस्कॉनमा। प्रभुजीहरूलाई हेर्नु कति भिड छ। टनाटन भिड छ। पुरा राजविराज प्याक भइहालेको छ रथयात्रा भक्तहरूको कारणले। भक्तहरू पनि यहाँबाट होइन काठमाडौँबाट वीरगन्जबाट अनि धरानबाट इटहरीबाट लाहानबाट मिर्चया गोलबजार विराटनगर नेपालको कुन कुन ठाउँबाट यहाँ राजविराज रथयात्रा आउँछ भगवान जगन्नाथ रथको तान्नको लागि। हेर्न सक्नुहुन्छ तपाईँ कति भिड छ।
यो हाम्रो लहान भक्तको हो, लहानबाट आएको भक्तहरू। रथयात्रामा भन्छ जगन्नाथ भगवान स्वयं आफ्नो नगरीमा घुम्नुहुन्छ, त्यसैले रथयात्रा निकाल्नुहुन्छ भक्तहरू। अब सक्न आँट्यो रथयात्रा, अब जाँदै हुनुहुन्छ। अनि प्रसाद पनि जानुभन्दा पहिला लहान भक्तहरू सबै प्रसाद लिएर आएको छ। बाहिरको भक्तहरू पनि माताजी गाईघाटबाट हो भन्दै हुनुहुन्छ। गाईघाट जानुभन्दा अगाडि हाम्रो लहान भक्तहरूको टिमबाट हरे कृष्ण हरे कृष्ण। अनि मेरो च्यानलको लाइक एन्ड सब्सक्राइब गरिदिनु। ओके बाई।